आफ्टरनुन गाइस, आज चाहिँ हामी ट्र्याक्टर जङ्गल हन्टिङ जाँदैछौँ। यता प्रकाश छ, यता म छु। दुईजना केटाहरू चाहिँ हामीलाई कुरिरहेछन् र हामी यहाँ निक्ल्यौँ। हामी चाहिँ यति बेला ट्र्याक्टर जिरोमा छौँ। जिरोको पेट्रोल पम्प, कालिका पेट्रोल पम्प लिएर छौँ। अब यहाँबाट हामी निक्लिँदैछौँ साथीहरू। र यात्रा सुरु आजको स्याटरडे। आजको स्याटरडेको दिन हामी टक्क लाएर जङ्गल हन्टिङ जाँदैछौँ है गाइस। रिभर हन्टिङ, जङ्गल हन्टिङ, खाजा हन्टिङ। चारजना अहिले सँगै जान्छ र दुईजना पछि आउनु सक्नुहुन्छ नआउनु सक्नुहुन्छ। यो अब 0 किलोमिटरबाट आएर नेक्स्टतिर ओए 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 0 किलोमिटर साथीहरू। हाम्रो स्याटरडे हो नर्मल सानो चिया कफी खाजाको सानो आजको हाम्रो मिम्बरीको के गर्दैछौँ हजुरहरूले चाहिँ हेरेर मनोरञ्जन लिनु होला। लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। दुईजना दोस्त पनि आइसकेका छन् यहाँ हाम्रो दोस्तहरू ट्याक्क लाएर। हेलो वर्दा, म सत्य है। हामी चाहिँ ट्याक्क लाएर मेड लिन खोजिरहेको छौँ साथीहरू। हामीले चाहिँ यहाँ मासु ल्यायौँ टक्क 1.5 किलो जति मासु लियौँ। हाल यहाँ ट्याक्क गिलासहरू यहाँ खोला त यो डिक्की प्रकाश डिक्की खोला त कोक ल्याएन हौ। साथीहरू हामी चाहिँ मासुहरू खायौँ र टमाटरहरू घुम्यौँ। दुईजना साथीहरू यता हुनुहुन्छ अनि प्रकाश राइडर चाहिँ यता छ गाइस छैन। अब हामी यहाँ चाहिँ यसो पानी किन्छौँ। यता त फेरि अलि मस्ती छ यता। हामी आइपुगेछौँ साथीहरू यता रहन्छ। यस्तो छ हालत। पानी हाले कति डाले अलि पुग्दैन होला कि। किन खोला पौडी होइन हजुरहरू।
ल गाइस उता चाहिँ त्यसरी त्यहाँ मासु पाक्दैछ मासु पाक्दैछ उता चाहिँ आगो लगाएर ट्याक्क लगाएर हेरेको हेरे नजिकबाट देऊ न टाढोबाट सिरा भेजा चलिरहेको छ चाहिँ यता छु कसो भने यस्तो भयो सायद होइन कसो भयो यता चाहिँ दुईजना केटाहरू पानी धमिले खान्छ यार जता कतै उता छन् मान्छे धेरै खानु होला यार हात पोल्छ यार दाइ यसरी प्रकाश ला त समात्त क्यामेरा आज हाम्रो सैटरडे नाइट सब्जीले यहाँ पस्किदै हुनुहुन्छ सब्जी चोकी हाल नै चोकी भाउ त्यस्तै छ गाइजहरु अब चाहिँ हामी ट्याग लाएर खाने तरखर गर्दैछौँ चिया खाने अहिले यो खाएर अनि कफी खाएर अनि खै दिनु म भुजा हाल्दिँदै दिँदै गर्छु केटाहरुलाई आफै हाल्नु ठिकै त्यो गरे नि ओइ त्यो उ खैदै माइक के माइक म सँगै खाँदा अनि माइक नदेर उता नगर्ने बोलिरहेछु त पस्किदै छन् हाम्रो प्रोहरुले ले गाइजहरु अब हामी डबल मासु हुन्छ यार मेरो मलाई देखाउनु